स्पेशल निड्सको बच्चाहरू अथवा जो चाहिँ अटिस्टिक अटिजम बच्चा हाइपर एक्टिभ बच्चाहरू जुन चाहिँ चकचके छ केही बााउन्ड्रीहरू थाहा छैन कहाँ के गर्ने थाहा छैन त्यस्तो बच्चाहरूलाई तपाईँको घरमा नबोलाउनुहोस् इन्भिटेसन नदिनुहोस् इन्भाइट नगर्नुहोस् तर इन्भिटेसन दिएर इन्भाइट गरिसके पछाडि यदि तपाईँलाई त्यो बच्चासँग इरिटेट भयो त्यो बच्चा दिक्क लाग्यो त्यो बच्चाले राम्रो कति धेरै चकचक भनेर तपाईँले त्यो व्यवहार देखाउनु भयो भने त्यो स्पेशल निड्सको प्यारेन्ट्सले यति छिटो तपाईँको व्यवहार पिक गर्छ नि तपाईँसँग सधैँको लागि सम्बन्ध नै खल्लो हुन्छ त्यो स्पेशल निड्सको प्यारेन्ट्सले मनमनमा के सोच्न थाल्छ भने हत तेरिका किन बोलाएको मलाई थाहा छ त मेरो बच्चा चकचके छ थाहा छ त मेरो बच्चा स्पेशल निड्स हो भनेर बरु मलाई नबोलाएको भए हुन्थ्यो म आउने थिइनँ भनेर त्यो घरबाट कतिखेर निस्किउँ हुन्छ क्या त्यो प्यारेन्ट्सलाई आफ्नो बच्चा लिएर र कसैलाई बोलाउनु छ भने बच्चा मात्रै होइन जो कोहीलाई पनि आफ्नो घरमा बोलाउनु छ भने यहाँदेखि बोलाउनुहोस् मनदेखि बोलाउनुहोस् क्या साँच्चीकै माया लागेको मान्छे साँच्चीकै भेटौँ लागेको मान्छे मात्रै बोलाउनुहोस् र के बुझ्नुहोस् भने ठिकै छ उनीहरू आइदिए हुन्थ्यो भएको छ मलाई आउन न म कहाँ बसुन् भनेर बरु आफूलाई मन लागेको चिज कुनै महँगो छ कुनै स्पेसल छ तपाईँको लागि कुनै एकदम महत्त्वपूर्ण चिजहरू छ यो बच्चाले फुटाउन सक्छ अथवा भाँच्न सक्छ केही तोडफोड गर्न सक्छ जस्तो लाग्छ भने लुकाउनुहोस् त्यो दिनलाई कतै हाइड गर्नुहोस् त्यो बच्चाको लागि फ्रेन्डली इन्भाइरोमेन्ट बनाउनुहोस् त्यो दिनलाई र साँच्चीकै आत्मीयता साटेर इन्जोय गरेर फर्काउनुहोस् घर त्यति माया गरेको त्यो स्पेशल निड्सको बच्चाको प्यारेन्ट्सले यति बुझ्छ तपाईँलाई लाइफ टाइम एप्रिसिएट गर्छ तर सानो व्यवहार सानो झर्को फर्को तपाईँले हाइपर भएर बाहिर देखाइरहनु पर्दैन त्यो के अरे के भन्छ अटिजम अथवा चाहिँ त्यो स्पेशल निड्सको प्यारेन्ट्सले यति छिटो पिक गर्छ क्या तपाईँको व्यवहार त्यही भएर तपाईँले बोलाउनु भएन भने उनीहरूले बुझ्छ होइन उनीहरूको माहौल अर्कै थियो होला आज आफ्नै तरिकाले रमाइलो गर्न मन लाग्यो होला हाम्रो बच्चा अलिकति यस्तै छ ठिकै छ भनेर कति छिटो प्यारेन्ट्सले तपाईँले नबोलाएको कुरा बुझ्छ तर बोलाएर दुर्व्यवहार गर्नुभन्दा बरु नबोलाउनुहोस् मैले भन्न खोजेको थ्याङ्क यू भेरी मच सबै बच्चा एउटै हुँदैन हरेक बच्चा फरक हुन्छ भन्ने खालको सोचाइ र दिमाग छैन भने तपाईँले त्यस्तो बच्चा टोलरेट गर्न सक्नुहुन्न नबोलाउनुहोस् है थ्याङ्क यू भेरी मच हेभ अ गुड डे गाइज